पोखराबाट करिब 35 देखि 40 किलोमिटरको दूरीमा रहेको घान्द्रुक गाउँ पोखराबाट नयाँ पुल किम्चे हुँदै करिब 3-4 घण्टाको यात्रामा पुग्न सकिन्छ। घान्द्रुक कास्की जिल्लामा पर्ने एउटा सुन्दर गाउँ हो जुन समुद्री सतहबाट करिब 1940 मिटरको उचाइमा पर्दछ। यहाँ मुख्य रूपमा गुरुङ समुदायको बसोबास रहेको छ। यस ठाउँमा ढुङ्गाले बनेका घर, सफा बाटो, परम्परागत गाउँ संरचना यहाँको विशेषता हो। यहाँ बसोबास गर्न र खाना खानका लागि प्रशस्त मात्रामा होटेल, होमस्टे सजिलै रूपमा पाउन सकिन्छ। गुरुङ कटेज जाने बाटो चाहिँ यो बाटो हो। योबाट गयो भने चाहिँ हामी चाहिँ गुरुङ कटेज जान सकिन्छ। यताबाट यता गयो भने अनि यही हो भिलेज चाहिँ यस्तै छ कि रमाइलो छ। बिहानमा ट्याक्क घाम लाउँदै छ बल्ल। अहिले चाहिँ हामी घान्द्रुक छौँ। घान्द्रुकमा चाहिँ हामी खाजासाजा खायौँ, यताउति गऱ्यौँ होइन, घुम्यौँ, यताउति रमाइलो गऱ्यौँ। अनि अब एकछिनमा हामी चाहिँ यहाँदेखि निस्किन्छौँ। यहाँको बारेमा के कस्तो, के कसरी, कुन सिजनमा आउने, कसरी घुम्ने होइन, कता कता घुम्ने भन्ने विषयमा चाहिँ म एकजना यहाँको दिदीसँग कुरा गर्छु। त्यो भिडियो पनि राखिदिन्छु तपाईँहरूलाई। भिडियो यहाँको बारेमा चाहिँ यसो बताइदिनुहोस्, यहाँ के छ, यहाँ घुम्दाखेरि कता कता घुम्ने, के खानु होइन, खाजा सुतेको यहाँ कति लाग्छ, के लाग्छ, सामान्य खर्च कति जति लाग्ला? सामान्य डिनर अनि बेड ब्रेकफास्टको 1500 लाग्छ सामान्य नि। हजुर। अनि ठिकैकोमा 2000-2500 नि छन्। अनि लग्जरी हेर्नलाई माथि 5000-5500सम्मको छ। उता रिसोर्ट पनि छ। हजुर। धेरै धेरै छ। जस्तै अब अनि फेरि होमस्टे एटेचमा भएकोहरू 1200 प्याकेजमा नि छन्। अनि जस्तै यहाँ कुन सिजनमा आउँदा बेस्ट हुन्छ यहाँको लागि? हुन त यो सिजन पनि हो के अरे, यो चाहिँ वैशाख पनि राम्रै। अहिले मौसमको कारणले त्यति राम्रो भएको छैन। हजुर। अनि दसैँ तिहारको बेला असोज कार्तिक मङ्सिरसम्म पुससम्म एकदम राम्रो, माघसम्म नै बेसरी राम्रो थियो। हजुर। अहिले चाहिँ मौसम बिग्रेर अहिले 1 हप्ता जति भयो, त्यति राम्रो छैन। हस्, धन्यवाद। यहाँको हामी चाहिँ कन्ट्याक्ट नम्बर राखिदिन्छौँ है। के तपाईँहरूले त्यस्तो समस्या पऱ्यो भने चाहिँ कन्ट्याक्ट गरेर नि आउनु सक्नुहुन्छ। हस्, धन्यवाद। तपाईँहरूलाई जस्तो खालको सुविधा चाहिन्छ त्यही खालको